यो जुन चौथो राष्ट्रिय अर्थशास्त्री सम्मेलन 2082ले धेरै सवालको चाहिँ जवाब दिएको पनि छ र आगामी वर्षहरूमा पनि एक किसिमको यो चाहिँ यहाँ सरले भन्नुभयो जस्तै एउटा नेसनलिस्टिक एप्रोचबाट चाहिँ नि एउटा थटको एउटा थिङ्क ट्याङ्कको चाहिँ हिसाबले काम गर्न सकोस् र सक्नुपर्छ भन्ने हाम्रो ठुम्याइयो। कुरो के छ भन्दाखेरि यहाँ अब फर्स्ट इन्डस्ट्रियल रेभोल्युसन, सेकेन्ड, थर्ड अनि अब आउने फोर्थ भने जस्तै अब पश्चिमा हामीले युरोपियनहरूले चाहिँ के छ भन्दाखेरि द ग्रेट रिसेटको कुरा गरिरहेछन्। हाम्रो चाहिँ सेट के छ अझसम्म र हाम्रो यत्रो चाहिँ थिङ्क ट्याङ्कहरूले हामीले के बनाएको छौँ त एउटा सेट गोल सेटिङ के छ अझसम्म एउटा ओभरअल इकोनोमीको माने, किनकि उनीहरूले चाहिँ अब यो फर्स्ट सेकेन्ड थर्ड गरेर अब द ग्रेट रिसेटको कुरा गरिरहेछन् भने चाहिँ हामी चाहिँ कुनै पनि एउटा टार्गेट पनि छैन, सेट पनि छैन। त्यसै कारणले गर्दाखेरि अब यो चाइना सेकेन्ड इकोनोमीमा आइसक्यो वर्ल्डको, इन्डिया चाहिँ फोर्थमा आइसक्यो, हामी बिचमा चाहिँ बफर स्टेट भएर चाहिँ स्टिल प्रिमिटिभ हाम्रो चाहिँ नि इकोनोमीमा हामी चाहिँ नि रन दिइरहेको छ। त्यो पनि हामीले एक किसिमको चाहिँ लक्ष्य बनाएरै चाहिँ अब प्रोग्राम बनाएरै चाहिँ अगाडि बढ्नु पर्यो भन्ने मलाई लाग्छ। र यो थर्ड एउटा ब्याङ्किङको सेसनमा जुन कुराहरू उठाएको थियो, अब जस्तो यसमा चाहिँ नि एनआरबी रेगुलेटरी निकाय हो, यसले गरिराखेको छ र अरू सेक्टरमा भन्दा चाहिँ राम्रो चाहिँ नि एक किसिमको रिजल्ट पनि दिएको छ। चाहे जो चाहिँ नि भनौँ विभिन्न स्टेक होल्डर्सलाई नै दिएको छ। अब त्यस मानेमा चाहिँ के छ भन्दाखेरि अब बिजनेसहरू डुबिरहने, अनि त्यस पछाडि ब्याङ्कहरूले कसिरहने, एनआरबीले हेरिरहने, रेगुलेसन मात्रै टाइट गर्ने। अब यसमा मैले अघि एकजना हाम्रो एनआरबीको डेपुटी गभर्नर प्रकाश सरलाई पनि मैले कुरा राखेको थिएँ कि एनआरबीले एउटा चाहिँ बिजनेस कन्सल्टेन्ट जस्तो एक किसिमको चाहिँ नि कन्सल्टेन्ट चाहिँ नि के गर्नु पर्यो, हायर गर्नु पर्यो, अर्थात् एउटा सानो ग्रुपले चाहिँ जसले चाहिँ कन्सल्टिङ सबै बिजनेसमा गरोस्, ताकि चाहिँ त्यहाँ चाहिँ चाहियो भने पिपिआरसम्म गर्न सक्ने बिजनेस प्रोसेस रिइन्जिनियरिङसम्म गरेर त्यसलाई चाहिँ ताजा चुस्त दुरुस्त बनाइकन अनि त्यस पछाडि चाहिँ ओभरअल इकोनोमीलाई नै मोबिलाइज गर्न पर्यो र चाहिँ ताकि चाहिँ ती बिजनेस पनि नडुबुन्, आउनेवाला स्टार्टअपहरूलाई पनि चाहिँ के भन्दाखेरि स्ट्रेन्थेन र चाहिँ के भन्दाखेरि अगाडि डेभलप गर्दै लैजानु पर्यो। र यसमा चाहिँ अब अर्को एउटा कुरा रहन्छ, जस्तो स्टार्टअपको कुरा गर्दाखेरि अहिले आइटीको कुराहरू आइरहेको छ कि गत आर्थिक वर्षमा चाहिँ नि तपाईँको चाहिँ नि 67 अर्ब रुपियाँ चाहिँ बाहिरबाट रेभेन्यू जेनेरेट भयो भन्ने कुरा छ। अलजी यो निष्कर्षसँग सम्बन्धित हो कि टिप्पणी हो? अहिले यो म क्वेसन पनि राख्दैछु र केही सुझावहरू पनि दिँदैछु। त्यस कारणले गर्दाखेरि त्यति अर्ब चाहिँ नि नेपालमा चाहिँ नि भित्रिँदै गर्दा र चाहिँ 67,000-68,000 चाहिँ नि एउटा आइटी फ्रिल्यान्सर प्लस चाहिँ नि अर्गनाइजेसनल हिसाबले चाहिँ नि काम गर्दै गर्दा त्यो सेक्टरमा चाहिँ जब एउटा फ्रिल्यान्सरले सपोज एउटा चाहिँ नि तपाईँको त्यसमा चाहिँ सामान्य हुँदा म आइटीसँग पनि केही समय काम गरेको हुनाले म चाहिँ सानोतिनो के अरे प्राइभेट अर्गनाइजेसनको सिसुटमा चाहिँ बसेर काम गरेको नाताले म के भन्दैछु भन्दाखेरि एउटा फ्रिल्यान्सर छ जसले चाहिँ नि हुनसक्छ चाहिँ तपाईँको चाहिँ ग्राफिक डिजाइनिङको मात्र चाहिँ उसले काम गर्छ, तर उसलाई चाहिँ नि त्यो भर्जनको चाहिँ नि के भन्दाखेरि चाहिँ कम्प्युटर किन्नलाई पैसा छैन होइन। तर त्यसमा चाहिँ के भन्दा नि ब्याङ्कमा चाहिँ गएर भन्दाखेरि अब तपाईँको इएमआई तिर्ने के क्षमता के, तपाईँको तलब कति आउँछ, यो फर्मल त होइन नि त, यो चाहिँ बाहिरबाट आउने चाहिँ फ्रिल्यान्सिङमा आउने पैसा चाहिँ त्यस्तो किसिमको लागि र प्लस चाहिँ अरू बिजनेसहरूको लागि चाहिँ कोल्याट्रल बेस चाहिँ नि मात्र लोन दिने ठाउँमा बिजनेस लोन दिने किसिमको चाहिँ किन हाम्रो चाहिँ नि एउटा प्यारामिटर बन्दैन भन्ने कुराहरू केही थट प्रोसेस राखिदिनुहुन्छ कि अथवा त्यसलाई केही बनाउन सकिन्छ कि। साथै एग्रिकल्चरल डेभलपमेन्ट भनिन्छ, स्टिल 24.8% अफ द GDP हेज बिन कन्ट्रिब्युटेड बाई एग्रिकल्चरल सेक्टर, बट स्टिल त्यहाँको चाहिँ किसानहरूले चाहिँ लोनमा जाँदाखेरि अघि 5 लाखको लागि पनि सेन्ट्रलाइज भइसक्यो भन्ने कुरा आइसकेको छ। भन्दाखेरि चाहिँ एउटा किसानले चाहिँ सपोज 50 मुरी चाहिँ धान फलाउँछ भने उसको चाहिँ तपाईँको आम्दानी के त्यो त्यसको चाहिँ त्यसलाई चाहिँ रेभेन्यूको हिसाबमा रिटर्नको हिसाबमा चाहिँ नि लिएर उहाँलाई लोन चाहिँ एउटा प्रोभिजन गर्ने कन्डिसन नेपालमा छैन। यो बारेमा पनि केही थट राखिदिनुहुन्छ कि भन्ने कुरालाई चाहिँ नि सुझाव तथा जिज्ञासा राख्दै मेरो भनाइ यतिमै धन्यवाद बल्लजी। ल अब आखिरमा एउटा चाहिँ यतापट्टिबाट यहाँनिर है
त्यो बहिनीलाई चाहिँ फेरि दोस्रो चोटिमा है यता आउनुहोस् अगाडि यतापट्टि दिनुहोस्। धन्यवाद। मेरो नाम चाहिँ हरिप्रसाद जोशी। म चाहिँ इन्डिपेन्डेन्ट रिसर्चरको रूपमा काम गर्छु अहिले। म डाइरेक्ट पोइन्टमा गएँ। मैले देखेको राष्ट्रलाई माथि उठाउने चारवटा नीतिहरू, सुरुमा त हामीले आर्थिक नीति अलिक बलियो बनाउनु पऱ्यो, त्यसपछि शिक्षा नीतिको कुराहरू आउँछ, त्यसपछि राजनीति र धर्मनीति। म चाहिँ अहिले राजनीति र धर्मनीतितिर गएन, म डाइरेक्टली अर्थनीति र शिक्षा नीतितिर गएँ। अर्थनीति र शिक्षा नीति चाहिँ एक आपसमा सम्बन्धित भएको कारणले गर्दाखेरि म डाइरेक्टली थोरै यसमा मेरो कन्सर्नहरू राख्न चाहेँ। हामीले नेपालमा कस्तो रिसर्च गरिरहेका छौँ भन्ने कुरामा मेरो कोइरिजहरू हो। हामीले शङ्करदेवको बाहिर कुनै एउटा स्टेसनरी पसलमा गयो भने यहाँ डिसिज बनाइन्छ भनेर हामी मैले प्याम्पलेट टाँसेकै हामी देख्न पाउँछौँ। यो भने हामीले कस्तो रिसर्च गरिरहेका छौँ, यो रिसर्चको इम्प्लिकेसन के हो, यो रिसर्च गरेर हामीले के पाउँछौँ भन्ने कुराहरू, यस्तो खाले रिसर्चले समाजमा के कन्ट्रिब्युसन दिन्छ र राष्ट्रलाई के कन्ट्रिब्युसन दिन्छ भन्ने कुराहरू होइन। अनि यो नियम यो निकायहरूले, यसलाई नियमन गर्ने निकायहरूले यस्तो कुराहरूलाई पनि थोरै हेरिदियो भने हाम्रो रिसर्च चाहिँ अलिकति अप्लाइड रिसर्च आउँथ्यो। प्लस हाम्रो देशमा अप्लाइड रिसर्चलाई चाहिँ अलिकति प्रायोरिटाइज नभएको हो कि जस्तो लाग्छ। अनि फन्डिङ पनि धेरै नभएको कारणले गर्दाखेरि अर्थ सचिवजी पनि यही हुन्छ। अब आउने नीतिमा चाहिँ अप्लाइड रिसर्चलाई चाहिँ थोरै प्रायोरिटाइज गरेर अनि सक्ने कुरालाई चाहिँ हामीले इम्प्लिमेन्ट गऱ्यौँ भने चाहिँ एकदमै राम्रो हुन्थ्यो कि जस्तो मेरो सुझावमा थियो। थ्याङ्क यू भेरी मच। हस्, धन्यवाद। नमस्ते आदरणीय सबैजनालाई। मेरो नाम वन्दना शर्मा, म नेपाल ब्याङ्कमा चाहिँ इन्भल्भ छु, अहिले कार्यरत छु। मेरो क्वेसन चाहिँ यो पोलिसी ड्राइभन इकोनोमीलाई नै लिएर हो होइन। जस्तै हामीले नेपालमा थुप्रो पोलिसिजहरू बनाएको छौँ, कतिपय कन्टेक्स्टमा भएका पोलिसिजहरू पनि इम्प्लिमेन्ट भएको छैन, त्यसको इफेक्टिभ मोनिटरिङ भएको छैन, मोनिटरिङ मेकानिजम नै छैन। पोलिसी बनाउँछौँ, एनुअली रिभिजन पनि गर्छौँ, कतै गर्दैनौँ, तर त्यो पर्टिकुलरली त्यो पोलिसी चाहिँ साँच्चै नै त्यो पोलिसी इम्प्लिमेन्ट भएको छ कि छैन। जस्तै नेसनल सर्टका कुराहरू छ, साइबर सेक्युरिटी, नेसनल साइबर सेक्युरिटी पोलिसीको कुराहरूमा अहिले पनि त्यो पोलिसी इम्प्लिमेन्ट भएन भने 80 सालमा बनेको पोलिसी अहिलेसम्म हाम्रो इम्प्लिमेन्टेसनमा गएको छैन। साइबर सर्चहरू जुन बनाउनु पर्ने हो त्यो छैन। र अर्को डिजिटल्ली इकोनोमीलाई कसरी ड्राइभ गर्ने भन्ने कुरामा हाम्रो फोकस चाहिँ खालि मलाई के लाग्छ भने हाम्रो फोकस चाहिँ अपरेसन, बिजनेस र इन्कममा मात्रै बढी फोकस भयो कि पोलिसी। त्यसको लसेसको के हो त? लसेसको प्यारामिटरलाई क्यालकुलेट गर्ने हामीसँग इफेक्टिभ पोलिसिज लहरू छ कि छैन? अब रिसेन्टली नै भन्यो भने साइबर क्राइम्सहरू ब्याङ्किङ सेक्टरमा यति बढ्दो छ। तपाईँको 81 सालमा 47 करोड अराउन्ड पैसा चाहिँ म्युलिङ भएर नेपाल देशबाट गएको छ भने 82 सालमा 6 महिनामा 67 करोड चाहिँ म्युलिङ भएर पैसा बाहिर गएको छ। कहाँ गएको छ, के गएको छ, कसरी लस भएको छ, त्यो लसले पनि त कतै न कतै डिजिटल इकोनोमीलाई त कम्ब्याक गरिरहेको होला। सो त्यसलाई हामीले कसरी क्यालकुलेट गरेका छौँ? इफेक्टिभ साइबर क्राइम पोलिसिजहरू अस्ति भर्खरै साइबर क्राइम इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट त धेरै नै पुरानो भइसक्यो, यसलाई रिभाइज गर्नुपर्ने बेला भएको छ, तर भएको छैन अहिलेसम्म। अब साइबर क्राइमको त्यो बिल चाहिँ अहिलेसम्म लोअर हाउस त अहिले कोलाप्सै भइसक्यो होइन। अब त्यो कुराहरूलाई हामीले कसरी एड्रेस गर्ने र ओभरअल इकोनोमीलाई बुस्ट गर्नलाई चाहिँ डिजिटल ट्रस्टलाई कसरी कायम गर्ने भन्ने कुरामा हामीले कहाँनिर चाहिँ त्यसलाई इन्ट्रुभेन्ट गर्ने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट जस्तो लाग्छ। थ्याङ्क यू। धन्यवाद। यो आखिरी नै गरौँ है त यतापट्टि। नमस्कार, म सुदेव पौडेल, म नेपाल स्टेट ब्याङ्क लिमिटेड इन्टर डिपार्टमेन्ट हेड गरेको। सबैमा नमस्कार। म सिधै कन्टेन्टमा जाँदाखेरि दुईवटा इस्युजहरू मात्र, एउटा सरहरूकै प्रेजेन्टेसनमा रिटर्न डकुमेन्टको आधारमा बोल्ने कुरो आएको थियो। वास्तवमा त्यो चाहिँ मैले एनआरपीका अर्थशास्त्रीहरू भएको मौकै पारेर भन्दाखेरि सिनियर लेभलले कुनै पनि पोस्टलाई गर्दाखेरि, जस्तो अब हामी के भन्छौँ एसएमई लोनहरू गर गाउँमा जाउँ भनेर एकजनाले सिनियर लेभलले भन्नुहुन्छ, राष्ट्रपतिले भन्छ, विभिन्न निकायहरूले भन्छ कि अर्को मान्छे सिनियर लेभलका आदरणीय मान्छेहरूले चाहिँ यसलाई जमिनको लोन बिना गर्नुपर्छ भनेर अर्को सडकमा अड्काउँछ। यसको प्रत्युत्तर के हो? यसमा डकुमेन्टेसनको बिना, किनभने आज एउटा बोलाएको छ, भोलि एउटा बोलाएको छ, अराजकताको स्थितिबाट चाहिँ समाजलाई, ब्याङ्किङ सेक्टरहरूलाई सेपरेट राखिदिनुपर्ने एउटा कन्टेक्स्ट हो भने अर्को अहिले कन्ट्रोभर्सियल देखिरहेको चिजहरूमा भने एउटा अहिलेको
प्रेजेन्टेसनहरूमा अनुसार एउटा ब्ल्याकलिस्ट प्रोभिजनिङ र डेभलपिङ सेकेन्डरी एनपिएल युनिट्स भन्ने दुईवटा कुराहरू आएको छ। जब उद्योगी र ब्याङ्किङको बिचमा धेरै अन्डरस्ट्यान्डिङ छ, गभर्नर सरले नै अस्ति भन्नुभएको छ ब्ल्याकलिस्ट प्रोसिडियरमा गलतचिजले ब्ल्याकलिस्टिङ भयो अथवा कसैको घर निलामी भयो भने चाहिँ त्यो अपराध हुन्छ भनेर गभर्नर सरले भनेको कुरा हो। यस्ता चिजहरू जब कन्ट्रोभर्सियलमा आउँछ भने ब्याङ्किङ सेक्टरबाट यसलाई हामीले सेग्रिगेसन गर्न सक्छौँ। ब्ल्याकलिस्टिङ प्रोसिडिङमा नन पर्फर्मिङ लोनको म्यानेजमेन्ट सेकेन्डरी ब्याङ्क बनाएर अथवा के भन्छ सेकेन्डरी मार्केट एनपिएल बनाएर गर्न सक्छौँ भने हामी त्यो एरियासम्ममा हामी सोचलाई हामी पुऱ्याउने कि नपुऱ्याउने भन्ने कुराहरूले चाहिँ म सजेस्ट गर्न चाहेँ। धन्यवाद। धन्यवाद मित्र। अब हाम्रो एसडिजी 2030मा आइसक्नु लागेको छ, त्यसै विषयमा पेपर पनि पेस गर्नुभएको। थप अरू त्यो विषय बाहेक अरूका कुराहरूमा विचार राख्दिनँ। डाक्टर रामकुमार सरलाई म चाहिँ अनुरोध गर्छु। तपाईँ अहिले 20 मिनट भन्छु, त्यसमा सुन्ना घटाएर 2 मिनट। धन्यवाद सर। उपस्थित सम्पूर्ण महानुभावहरूमा नमस्कार, अभिवादन। छोटकरीमै बोल्न चाहिँ विषयवस्तुहरू आइसकेका छन्। अहिले जति प्रस्तुत भए पेपरहरू, त्यो पेपर प्रस्तुत भइसकेका विषयमा बहस संवाद गरेर आएको निचोड नै प्रस्तुत भएको छ। त्यसमा पोस्टको लागि फ्लोरबाट जुन सुझावहरू आएका छन् ती सराहनीय छन्। कतिपय सुझावहरूलाई अलिकति फिटरेस्ट गर्नुपर्ने छ। अनि जेनरल छन्, जेनरिक छन्, त्यसलाई चाहिँ स्पेसिफाई गर्नुपर्छ भन्ने लाग्छ। त्यसरी स्पेसिफाई गरेर हामीले हाम्रा सुझावहरूलाई रिकमेन्डेसनको रूपमा प्रस्तुत गर्दा सरकारलाई कार्यक्रम बनाउन, बजेट बनाउन र फर्दर अगाडि कसरी त्यसलाई एड्रेस गर्ने भन्ने विषय सजिलो होला जस्तो मैले महसुस गरेको छु। पहिलो कुरा त हामी आजको गरेको छलफलको समग्र एउटा निचोड नै हामी 3 किसिमबाट जान सक्छौँ जस्तो लाग्छ। एउटा चाहिँ समग्रमा हाम्रो संविधान 2015ले दिएको जो स्पिरिट छ, त्यो स्पिरिट अनुसारको हामी स्वाधीन अर्थतन्त्रको चक बसाउन हाम्रो संयन्त्रले, हाम्रो क्षमताले, हाम्रो जुन प्रयासले